आज चाहिँ हामी यो ज्याक मेसिनको तेल सफा गर्न लागिरहेको छौँ। अब हामी यो सफा गर्न राखेको छौँ। धेरै फोहोर भइसकेको छ। अब यसलाई यहाँ नट खोलेर यो नटलाई अब घुमाउनु पर्छ। यहाँ तल तेल निस्किन्छ। यहाँ चाहिँ अब तेल झर्न सुरु भइसकेको छ। यहाँ तेल झर्न सुरु गरिसकेको छ। यहाँ हेर्नु यस्तो कालो मैला तेल भइसकेको छ। हाम्रो चाहिँ 1 लिटर झन्डै आइसकेको छ तेल। यहाँ पनि धेरै फोहोर भएको छ। आज हामी सबलाई सफा गर्छौँ। यहाँ हामी चाहिँ यहाँ अहिले सफा गरिरहेको छौँ। धेरै कालो भइसकेको छ। निस्काएर राख्छौँ। हाम्रो चाहिँ मेसिनमा तेलको कस पसिसकेको छ। धेरै भयो सफा नगरेको। अब यो कसलाई चाहिँ सफा गर्नलाई ब्रस लिन जानुभएको छ। हामीले चाहिँ धेरै यो कस लागेको कारणले धेरै सफा गर्न सकेनौँ। थोरै थोरै मात्र भयो। अब यो लाउँछौँ। यो लाउनुपर्छ। हाल्न आँटेको छौँ। त्यही भएर तेलको ढक्कन चाहिँ बन्द गर्नुपर्छ। बन्द गरेन भने चाहिँ यहाँबाट छिरेर जान सक्छ। यही तेल झिकेर यही तेल झानेर हाल्दैछौँ छानेर। हाम्रो चाहिँ मेसिन धेरै पुरानो भएर होला सब कस लागेछ। सफा नगरेर पनि होला। तपाईँहरू चाहिँ सफा गर्दै गर्नु होला। अनि यहाँ चाहिँ हामीले 1 लिटर अलिक हालेनौँ तेल। यति फोहोर निस्क्यो। अब हामी मेसिन राख्छौँ। अब तपाईँलाई स्टार्ट गरेर पनि देखाउँछौँ। अब भयो कि भएन हेर्छौँ। यहाँ आयो। अब हामी यहाँ स्टार्ट गर्नु